भाइबर चेलीबेटी भेटघाट तथा प्रीति भोज कार्यक्रममा अध्यक्षको अनुमतिले यस कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। यसैगरी प्रमुख अतिथि क्याप्टन वीरबहादुर गुरुङज्यू र उहाँको धर्मपत्नी यसैगरी विशेष अतिथिको लागि औमो सुब्दर वीरदोष गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी अतिथिहरूमा चेली अनुरोध गर्दछु। त्यसैगरी आमाहरूबाट बजे हाई शुभ गुरुङ, दिदी वीरमाया गुरुङ, यता अगाडि आइदिनु होला मामा। परिवार साथै हाम्रो भाइ फलक परिवार साथै चेलीबेटीहरूलाई यथावत चेलीबेटीको तर्फबाट श्यामा शिष्ट गुरुङ र अब आसन ग्रहणको बारी मेन्समा गुरुङज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। और आजका खास मुख्य व्यक्तित्व और यी कला भाइहरूलाई संरचना दिन यो प्रकार हाम्रो उपाध्यक्ष तथा गुरुपुरी समाजका कोषाध्यक्ष भाइ दिलो गुरुङ लगायत सम्पूर्ण यहाँ उपस्थित हाम्रो हामी यहाँ व्यक्त गरेका छौँ। त्यसैले आफ्नो लिवा मिठो मानेर खाइदिनु होला, आफ्नो मनोरञ्जन गर्नु होला। कदर गर्दै मेरो 2 शब्द यही पुग्न चाहन्छु। धन्यवाद। धन्यवाद प्रमुख अतिथिज्यूलाई। अब स्वागत
레포마 레포카무 레토마 레토카무 레포르마 레포르카무 레후르마 레후르카무 레
अध्यक्ष एसएचडी पार्टी तमु समाजका भुवा अध्यक्ष बल्ली मोहम्मदमा भयो त्यसप्रति आयोजकप्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। खुसी लाग्छ किन बाबु मैती र चेली भनेको के ठुलो कुरा छ यो भन्ने मैले पाउँदाखेरि चेली बेटीसँग भेट हुनु पाउँदा अति नै खुसी लाग्छ। तोरी पोखरा धेरै भाइहरू तर्फबाट म र हाम्रा दिदीहरूलाई धन्यवाद छ। किन भाइहरूले सम्झिनु हामी तिनजना दाजुभाइ आएपछि आनन्दको भइसकेको छामातिर भनियो भने शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै आज म एउटा शब्द भन्न चाहन्छु। अब म उत्तर पूर्वी धेरै परिवारको त्यो जग्गालाई त्यहाँ जो पनि संरचना बनेको छ त्यसको लागि हामी सबैले आर्थिक भौतिक नै हामीले सबै देश विदेशबाट आर्थिक सहयोग पनि अरू चेली बेटीहरूलाई सम्पूर्ण मानिएको सिक्लेसको दाइ भाइहरूलाई हजुरहरूलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै मेरो यो विचारलाई यहाँ अन्त गर्न चाहन्छु। धन्यवाद। अब नरबहादुर गुरुङको कान्छा छोरा हुम्बहादुर गुरुङजीबाट पनि 5105 रुपियाँ दिएको छ। धेरै धेरै धन्यवाद उहाँहरूलाई। चेयरमैनले चदौ उनीहरूले चदौ ती झन्डा धैर्यले के अरे गरिहालेको छाप्दा यति भन्दै म आजलाई यति भन्नु पाउँदा म स्वर्ग पुगेको बराबर छ। धन्यवाद। ल सबै हरिहरको बाँकी राखिदिनुहोस् है। लागि प्रमुख अतिथि बनाएको होइन, 84 पुगेको हुनाले प्रमुख अतिथि बनाएको हो। त्यसमा आनन्द सोचिदिनु होला। उहाँको कान्छी छोरी रेणु गुरुङबाट 20,100। अहिले उहाँ कान्छी जापानमा अब यो हाम्रो सानो औपचारिक कार्यक्रम यहीँ समाप्त गर्नलाई सभा अध्यक्ष बिदा हुन्छु। आज फर्स्ट टाइम कार्यक्रम चलाएकोमा उल्टो सुल्टो देखेको थाहा भएन है, त्यसमा क्षमा प्रार्थी छु। अब कोसिस गर्दै गर्छु। अब मलाई समाप्तको लागि अनुरोध गर्दछु। खुसीको कुरा माथि एक लिएको छ।
मेरे
मुझे भी दिखाओ, मुझे भी बुलाओ, कहाँ है ये दुनिया वाले।
से जा रहा था, वो लड़की घुमा रहा था। रास्ते से जा रहा था, मेरी पूरी खा रहा था, लड़की घुमा रहा था। तुझको मिर्ची लगी तो मैं क्या करूं, तुझको मिर्ची लगी तो मैं क्या करूं। रास्ते से जा रही थी, मैं तो आइसक्रीम खा रही थी, मैं तो मेला लड़ा रही थी। रास्ते से जा रही थी, आइसक्रीम खा रही थी,